साथीहरू तपाईहरू पनि सामाजिक सञ्जाल फेसबुकमा लाइभ बसेर आफ्नो मनको विचारहरू तर्कहरू फेसबुकमा लाइभ बसेर पब्लिकहरूमाथि सेयर गर्न चाहनुहुन्छ भने आजको यस भिडियोमा सामाजिक सञ्जाल फेसबुकमा लाइभ कसरी बस्न सकिन्छ यो भिडियोमा सम्पूर्ण तरिका सिकाइएको छु। त साथीहरू मेरो यस युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोला र भिडियोलाई लाइक कमेन्ट र भिडियोलाई साथीहरूमाझ सेयर गरिदिनु होला। ल त साथीहरू ढिला नगरी आजको भिडियोलाई सुरु गरौँ। साथीहरू आफ्नो फेसबुक एकाउन्टमा लाइभ बस्नको लागि सबभन्दा पहिला तपाईहरूले आफ्नो मोबाइलको फेसबुकलाई ओपन गर्नुहोला। साथीहरू यसरी फेसबुकलाई ओपन गरिसकेपछि तपाईले यस्तो इन्टरफेस हेर्न सक्नुहुन्छ। अब लाइभ बस्नको लागि तपाईले माथितिर प्लसको आइकन हेर्न सक्नुहुन्छ। प्लसको आइकनमा क्लिक गर्नुहोला र त्यसपछि तपाईले लाइभमा क्लिक गर्नुहोला। लाइभमा क्लिक गरिसकेपछि साथीहरू तपाईले यस्तो इन्टरफेस हेर्न सक्नुहुन्छ। सबभन्दा पहिला तपाईले यहाँ पब्लिक हेर्न सक्नुहुन्छ। यदि साथीहरू तपाईकोमा यहाँ फ्रेन्ड देखाइएको छ भने तपाईले यहाँ फ्रेन्डमा क्लिक गरेर तपाईले यहाँबाट पब्लिकमा सिलेक्ट गर्न सक्नुहुन्छ। यसरी पब्लिक सिलेक्ट गरिसकेपछि तपाईले तलतिर ट्याप एड अ डिस्क्रिप्सन हेर्न सक्नुहुन्छ। तपाईले त्यसमा क्लिक गर्नुहोला र त्यसपछि तपाईले आफ्नो फेसबुकमा लाइभ कुन उद्देश्यले तपाईले बस्न चाहेको त्यो तपाईले यहाँ सब्जेक्ट विषय तपाईले टाइटल लेख्न सक्नुहुन्छ। मैले जस्ट यहाँ हेलो फ्रेन्ड्स वेलकम माई लाइभ यसरी एउटा टाइटल राखिदिन्छु। तपाईले आफ्नो फेसबुक एकाउन्टमा जुन उद्देश्यले वा जुन टपिकमा तपाईले लाइभ बस्नु भएको छ त्यो तपाईले टाइटल वा तपाईले सब्जेक्ट यहाँ लेखिदिनु होला। मैले जस्ट यहाँ लेखिदिन्छु र यसरी तपाईले त्यो टाइटल लेखिसकेपछि यहाँ तलतिर ट्याग फ्रेन्ड हेर्न सक्नुहुन्छ। तपाईले ट्याग फ्रेन्ड्समा क्लिक गर्नुहोला र त्यसपछि तपाईको फेसबुक एकाउन्टको फ्रेन्डहरू यहाँ सो हुन्छ। अब तपाईले जुन जुन फ्रेन्डलाई ट्याग गर्न चाहनुहुन्छ त्यो फ्रेन्डलाई यहाँ सिलेक्ट गर्नुहोला। मैले जस्ट यहाँ एउटा फ्रेन्डलाई ट्याग गरेको छु। यसरी साथीहरू तपाईले फ्रेन्डलाई ट्याग गरिसकेपछि तपाईले यहाँ मोनिटाइजेसनमा क्लिक गर्नुहोला। यहाँ मोनिटाइजेसनमा मेरोमा स्टार इनेबल देखाइएको छ। यदि तपाईकोमा स्टार यहाँ सेटअपमा देखाइएको छ भने तपाईले आफ्नो फेसबुक एकाउन्टमा स्टार मोनिटाइजेसन जुन हुन्छ त्यो सेटअप गरिहाल्नु होला। त्यस्तै यहाँ थ्री डटमा क्लिक गर्नुहुन्छ भने तपाईले यहाँ क्रिएट पोल गर्न सक्नुहुन्छ। यहाँ तपाईले कुनै प्रश्न राख्न सक्नुहुन्छ र त्यसको दुईवटा उत्तरको तपाईले जुन अप्सन हुन्छ त्यो अप्सन राख्न सक्नुहुन्छ। यहाँ साथीहरू तपाईले आफ्नो फेसबुक एकाउन्टमा लाइभ बस्दाखेरि कुनै पनि प्रकारको पोल क्रिएट गर्न चाहनु हुँदैन भने तपाईले यो कुराहरूलाई स्किप गर्न सक्नुहुन्छ। यहाँबाट तपाईले हट्न सक्नुहुन्छ। यसरी हटिसकेपछि तपाईले ब्याक आउनु होला र यहाँ गो लाइभ हेर्न सक्नुहुन्छ। तपाईले गो लाइभमा क्लिक गरिदिनु होला। साथीहरू गो लाइभमा क्लिक गरिसकेपछि हेर्न सक्नुहुन्छ मैले आफ्नो फेसबुक एकाउन्टमा लाइभ बसिसकेको छु। तपाईहरूले पनि यसरी लाइभ बस्न सक्नुहुन्छ। अब तपाईले जब लाइभबाट हट्न चाहनुहुन्छ भने तपाईले फिनिशमा क्लिक गर्नुहोला। यहाँ तपाईले फिनिशको अप्सन हेर्न सक्नुहुन्छ। फिनिशमा क्लिक गरिसकेपछि यहाँ हेर्न सक्नुहुन्छ मैले आफ्नो फेसबुक एकाउन्टबाट लाइभबाट हटिसकेको छु। यहाँ तपाईले आफ्नो फेसबुक एकाउन्टमा जुन लाइभ बस्नु भएको छ त्यसलाई आफ्नो फेसबुक एकाउन्टमा पोस्ट गर्न चाहनुहुन्छ भने यहाँ तपाईले डनमा क्लिक गर्नुहोला। यहाँ तपाईले यो जुन लाइभ बस्नु भएको छ डिलिट गर्न चाहनुहुन्छ भने डिलिटको आइकनमा क्लिक गरेर यहाँबाट डिलिटमा क्लिक गरेर डिलिट गर्न सक्नुहुन्छ। मैले जस्ट यहाँ पोस्ट गर्न चाहेको छु त्यसको लागि मैले डनमा क्लिक गरेको छु। डनमा क्लिक गरिसकेपछि तपाईले ब्याक आएर आफ्नो फेसबुक एकाउन्टमा क्लिक गर्नुहोला र त्यसपछि हेर्न सक्नुहुन्छ मैले रिसेन्टलीमा जुन लाइभ बसेको छु त्यो लाइभ यहाँ देखाइसकेको छ। तपाईले यो लाइभ पनि हेर्न सक्नुहुन्छ तपाईले आफ्नो फेसबुक एकाउन्टमा आएर। त साथीहरू तपाईले यसरी आफ्नो फेसबुक एकाउन्टमा लाइभ बस्न सक्नुहुन्छ। त साथीहरू तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो कमेन्ट सेक्सनमा कमेन्ट गर्नुहोला। च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। हस् धन्यवाद।